अचानक मेरो आँखाबाट आँसु बग्न थाल्यो। किन रोएकी भनेर मेरो श्रीमानले मलाई सोध्नुभयो। मैले भने कि एक्जाममा मैले नानीहरूलाई मेरो इच्छा भन्ने शीर्षकमा निबन्ध लेख्न दिएको थिएँ। श्रीमानले आँखा गाडेर भन्नुभयो, यसमा रुनुपर्ने कुरा के छ र? मैले आँसु पुस्दै भने, रोक्नुहोस्, म तपाईँलाई पढेर सुनाउँछु। मेरो आमा बुबाले आफ्नो मोबाइललाई धेरै माया गर्नुहुन्छ। उहाँहरूले यति धेरै मोबाइलको वास्ता गर्नुहुन्छ कि उहाँहरूले मलाई नै बोलिदिनुहुन्छ। मेरो बुबा बेलुकी कामबाट घरमा थाकेर आउँदा उहाँसँग मोबाइलका लागि समय हुन्छ, तर मेरो लागि हुँदैन। मेरा आमा बुबाले काममा व्यस्त भएको बेला मोबाइलमा कल मेसेज आयो भने उहाँहरूले जवाब दिनुहुन्छ, तर मलाई सुन्नु हुँदैन। उहाँहरू आफ्नो मोबाइलमा गेम खेल्नुहुन्छ, तर मसँग खेल्नुहुन्न। उहाँहरू फोनमा कुरा गर्दा जति ठुलो कुरा भए पनि मेरो कुरा सुन्नुहुन्न। त्यसकारण मेरो इच्छा छ कि म मोबाइल बनौँ। यो कुरा सुनेर मेरो श्रीमानको आँखामा आँसु आयो। उहाँले सोध्नुभयो, यो नानीको नाम के हो? मैले भने, यो हाम्रै छोरीले लेखेको हो। हामीले संसारको कुराहरूको लागि आफ्नो परिवारको खुसी छोड्नु हुँदैन। हामीले संसारका विभिन्न चिजहरूको लागि आफ्ना सन्तानको खुसी छोडिरहेका हुन्छौँ। मोबाइल फोन हाम्रो सुविधाका लागि हो, हामीलाई गुलाम बनाउनुको लागि होइन।